हेलो साथीहरू, स्वागत छ हजुरहरू सबैजनालाई मेरो यस युट्युब च्यानलमा। फेरि पनि म हजुरहरूमाझ भिडियो लिएर आइसकेको छु। आफ्टर अ लङ टाइम भिडियो होइन, धेरै समयपछि म फेरि पनि अर्को नयाँ भिडियो लिएर आइसकेको छु। लगभग 7-8 महिना अगाडि हेर्ने कथाबाट भाइरल भएका 35 वर्षपछि आफ्नो बुवा आमासँग भेट भएका अ, प्रकाश तामाङको बारेमा फेरि पनि म एउटा भिडियो लिएर आइसकेको छु। र प्रकाश तामाङ 35 वर्षपछि आफ्नो बुवा आमासँग भेट भइसकेपछि त्यसपछि मैले 1-2 वटा भिडियोहरू हालेको थिएँ। त्यो भिडियोले एकदमै माया गरिदिनु भएको थियो हजुरहरूले, एकदमै मन पराइदिनु भएको थियो। र यति बेला म फेरि पनि प्रकाश तामाङकै बारेमा भिडियो लिएर आइसकेको छु। प्रकाश तामाङ यति बेला के गर्दैछन्, कहाँ छन्, प्रकाश तामाङको घर कस्तो बन्यो भनेर चाहिँ त्यही विषयवस्तुलाई लिएर म भिडियो बनाउन गइरहेको छु। अ, मैले 6-7 महिना अगाडि प्रकाश तामाङको बारेमा केही पनि भिडियो हालेको छैन, किनभने मेरो चाहिँ अलिकति काम थियो होइन। मेरो काम व्य काम म आफै व्यस्तताको कारणले गर्दाखेरि युट्युबमा भिडियो धेरै समयपछि भिडियो लिएर आएको छु। युट्युबमा चाहिँ मैले आफ्नो व्यस्तताको कारण चाहिँ भिडियोहरू खासै राख्न पाएको थिएन। त्यसकारण चाहिँ म आज फेरि हजुरहरूमाझ भिडियो लिएर आइसकेको छु। प्रकाश तामाङ यति बेला के गर्दैछन्, कहाँ छन् भन्ने विषयवस्तुलाई लिएर। अब ढिला नगरिकन भिडियोतर्फ लागौँ। प्रकाश तामाङ यति बेला आफ्नै बुवा आमासँग बसिरहेको छन्। जुन हेर्ने कथाबाट भाइरल भइसकेपछि हेर्ने कथाबाट प्रकाश तामाङ भाइरल भइसकेपछि आफ्नो बुवा आमासँग भेट भएका थिए 35 वर्षपछि। 35 वर्षपछि आफ्नो बुवा आमासँग भेट भइसकेपछि अहिले धेरै प्रकाश तामाङको नाममा धेरै सहयोगहरू उठेका थिए। सुदन किराती पूर्व मन्त्री हुनुहुन्थ्यो होइन, नागरिक उड्डयन मन्त्री हुनुहुन्थ्यो होइन। उहाँले चाहिँ उहाँको पहलमा अर्थात् नेपाली दाजुभाइ दिदीबहिनीहरूले धेरैजनाले सहयोग गर्नुभएको थियो प्रकाश तामाङलाई। र प्रकाश तामाङको घर बनाउनका लागि एकजना व्यक्तिले चाहिँ जग्गा पनि दिनुभएको थियो। जग्गा दिइसकेपछि अहिले त्यो घर बनाइसकेर जग्गाको लाल पूर्जा पनि दिनुभएको छ त्यो जग्गा धनीले, र घर पनि हस्तान्तरण गरिसकेको छ। र यति बेला प्रकाश भने गाई बाख्रा पालेर बसिराख्नु भएको छ। गाई पनि पाल्नु भएको छ, बाख्रा पनि पाल्नु भएको छ। र यति बेला प्रकाश तामाङ आफ्नै बुवा आमासँग चाहिँ बसिराख्नु भएको छ। आफ्नै परिवारसँग रमाएर बसिराख्नु भएको छ। र पशुपालन गर्नुभएको छ। जस्तै गाई पालेर बस्नुभएको छ, बाख्रा पालेर बस्नुभएको छ, अन्य खेतीहरू पनि गरेर बस्नुभएको छ। सो त्यही नै हो भिडियो होइन। प्रकाश तामाङ यति बेला के गर्दैछन्, कसो गर्दैछन् भन्ने कुरा चाहिँ सबैको मनमा कौतूहल त थियो होला भनेर चाहिँ म फेरि पनि 6-7 महिनापछि भिडियो लिएर आइसकेको छु। र कतिपयले त अगाडि पनि हेरिसक्नु भएको छ होला भिडियोहरू होइन। मभन्दा अगाडि अरूले पनि भिडियो बनाएर राखिसक्नु भएको छ। सो मेरो भ्युवरहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ म आज 6-7 महिनापछि फेरि पनि भिडियो लिएर आइसकेको छु। र अब भने भिडियो कन्टिन्यू नै हुन्छ होइन। के हुन्छ अरू भिडियोहरू पनि आउने नै छ, कन्टिन्यू आउने नै छ। किनभने मेरो चाहिँ 6-7 महिना अगाडिदेखि भिडियो हालेको छैन। म व्यस्तताको कारण, मेरो कामको कारणले चाहिँ मैले भिडियो बनाउन पाएको थिएन। त्यस कारण चाहिँ अब भने म भिडियो लिएर आइराख्ने छु होइन। कन्टिन्यू भन्नाले हप्ताको एकचोटि लगभग म्याक्सिमम् हप्तामा एउटा भिडियो चाहिँ म अनिवार्य लिएर आउनेछु। किनकि अरू काम पनि हुन्छ, त्यस कारण चाहिँ म मेरो फुर्सदमा मेरो समय मिलाएर चाहिँ मेरो भ्युवरहरूका लागि, हाम्रो युट्युब फ्यामिलीका लागि चाहिँ म भिडियोहरू लिएर आइराख्ने छु। हप्ताको एकचोटि जसरी भए पनि भिडियो लिएर आउने नै छु। सो साथीहरू, प्रकाश तामाङ के गर्दैछन्, कसो गर्दैछन् भन्ने कुरा त हामी सबैले थाहा पाइसकेका छौँ। र थाहा नपाएकाले फेरि पनि यो भिडियो हेरेर थाहा पाइसक्नुभयो होला भन्न चाहन्छु। प्रकाश तामाङ चाहिँ यति बेला आफ्नै घर परिवारसँग हुनुहुन्छ। र प्रकाश तामाङले घर पनि पाइसक्नु भएको छ, बनाएर घर हस्तान्तरण पनि गरिसक्नु भएको छ। र जग्गा धनीवालाले जग्गाको लाल पूर्जा पनि प्रकाशको नाममा दिएर प्रकाशले हस्तान्तरण गरिसक्नु भएको छ। र प्रकाशले यति बेला एकदमै राम्रोसँग इलाम गरेर बस्नुभएको छ। आफै गाई पालेर बाख्रा पालेर बस्नुभएको छ। र
आफ्नै मेहनतमा आफ्नै बुवा-आमासँग बसेर आफै मेहनत गरेर बुवा-आमासँग बसेर एक छाक मिठो मसिनो खाएर बसिराख्नु भएको छ। मिठो मसिनो खाएर जे जस्तो हुन्छ घरमा मिठो मसिनो खाएर अहिले चाहिँ 35 वर्षपछि आफै आफ्नो बुवा-आमासँग, आफ्नो परिवारसँग, आफ्नो फ्यामिलीसँग बस्नुभएको छ। सो आजको भिडियो यति नै थियो। अब भने हामी नेक्स्ट भिडियोमा मिल्नेछौँ भन्दै अब हामी छुट्टिन्छौँ। ओके बाई सबैजनालाई।